यो चाहिँ 3 पानी है। अन्यायमा परेको छु यहाँनिर। गुड मर्निङ सबैजनालाई। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि तपाईँहरूलाई स्वागत छ मेरो छोटो भ्लगमा। अनि अहिले चाहिँ म चाहिँ मकै गोड्नुको लागि खेताला जाँदैछु। खेताला भन्दा पनि परमा फेरो परमा तिर्नुको लागि जाँदैछु। यो मेरो कोदालो सानो छ है कोदालो चाहिँ फेरि यहाँ देख्न सक्नुहुन्छ। यो यिनीहरू चाहिँ मेरो मकैहरू हो। ऊ त्यो देखिएको मेरो छोरो। अनि अहिले चाहिँ उता पनि छ। अनि अहिले म मकै गोड्नु जाँदैछु। अनि आजको मौसम चाहिँ यो बिहानीको मौसम चाहिँ यस्तो छ है। अहिले 6:30 भइसकिसकेको छ। अनि म चाहिँ खेताला जाँदैछु। ढिलो भयो जस्तो लाग्दैछ। अरूहरूले खुल्दैसकेको नि अलिकति तलमाथि त भइहाल्छ। अनि तपाईँहरूकोतिर पनि सकिसक्नु भइसक्यो होला। हाम्रोतिर यसरी मकै अलिक पछि भयो किनभने पानी पर्नु ढिलो भयो कि। पानी पर्नु ढिलो भएको कारणले गर्दाखेरि यसरी मकै पछि पनि छ। कसैको भर्खर गोड्ने बेला हुँदैछ, कसैले गोडिसकेको छ, कसैले भर्खर छर्दैछ। भर्खर त छर्दै छैन, हामीले चाहिँ भर्खर छर्दैछौँ। अनि हामीले अलिकति चाहिँ भर्खर छरेको छर्दैछौँ भन्दाखेरि पनि देख्नु उफ त्यो यो। अनि यहाँदेखि मासतिर चाहिँ हाम्रो हो भर्खर छरेको छ। मेरो चाहिँ पछि छरेको। अनि अहिले खेताला लाग्नु पर्ने चाहिँ यो बारी हो। खेतालाहरू आएको छैन कि के हो काका? कता लाग्दै हुनुहुन्छ? ए मै पो ढिलो भयो कि के हो? सुनसान छ त नि, सुनसान छ त। मै पो ढिलो भयो कि के हो? ए देख्न सक्नुहुन्छ यो मकै गोड्नुपर्ने हामीले। अब पानी परेकै छ पानीले। तर आज चाहिँ बिहान चाहिँ पानी पर्दैन कि। अघि चाहिँ पर्ला जस्तो भएको थियो। तर अहिले मौसम खुलिसकेको छ। मेलो लाग्ने ठाउँमा आइपुगिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ अघि आएर यति खुलिसक्नु भएछ। म चाहिँ भर्खर पुग्दैछु। अब म पनि सुरु गर्नुपर्ने हुन्छ। अघि आउनुभएको? अरू चाहिँ खोइ? अनि अरू चाहिँ खोइ? कहाँ गयो? सँगै आउनु पर्दैन? त्यही त थाहै छैन मलाई पनि। लाग्छ नि। देख्न सक्नुहुन्छ यो खाजा खाने बेला भइसकिसकेको छ। के खाएको खाजामा? यो खाजा भन्दाखेरि पनि यो बिचको खाजा हो। अनि म चाहिँ अरे सोलमारी पनि छैन। पुरा पानी खानुपर्ने। खै मलाई चाहिँ पानी दिनु। अब पानी खान जानु माथि। गाक्री देखाउ न त गएर। गाक्री छ हौ, गाक्री बोकेर ल्याउनु। ए गाक्री पानी छ। अरे खेताला पनि म अरे अब पानी ल्याउनु पनि मैले नै अरे। हेर्नु है म कति अन्यायमा परेको छु यहाँनिर। म अन्यायमा परेको छु। घरदानी चाहिँ यता घरदानी चाहिँ अरे यस्तो अरे। घरदानी थपक्क बसेर अरे म खेतालालाई अराएको हेर न यहाँनिर। अरे के गरेको? यतै चाहिँ किन गर्नु? यो चाहिँ 3 पानी है। यो 3 पानी मेरो
अरूले 4 पानी खाँदैछ 4 पानी हैन अरूको 1 पानी एउटा भाँडामा मात्र पाक्ने 1 पानी या 3 वटामा पाक्ने 3 पानी पोनी सट्टै रक्सी त आजा के को तरकारी खानु आलु र लड्डे गुन्द्रुकको अचार र प्याजको अचार देखाउनु न यता हामी चाहिँ खाजा खाने बेला भइसकेको छ यो मेरो खाजा अब गुन्द्रुकको अचार गुन्द्रुक र प्याजको अचार आलु र लट्टेको तरकारी चामलको भात कस्तो छ भनिदिनु तपाईँहरूलाई भनेको मैले कस्तो छ खानु त लडी मने डडी मने सबैले छेचे मिठो रहेछ अचार भात हाल्नु मन आइछ केस गरिदिन्छु फेरि म भात पनि दुईटा एउटा हुन्छ खानु खानु तरकारी खा हेर न बोलेको भरेमा बोलेको आयो म त युट्युब पनि हेर्दिनँ खाउ नखाउ किन मलाई देखेर खानु न नि तपाईँले पनि खोर्सानी खाने के अरे के खानु अरे टमाटरको बोक्रो चाहिँ फालेर खानु खानु गाइस पनि भनेको छु नि यता काकीले आरीमै दिँदै हुनुहुन्छ यिनीसँग त्यसो भने टमाटर चाहिँ भुइँमा अच्छा फाइनली मैले खाजा खाइसकेको छु यो आलु हो लास्टाको मैले खाइसकेको छुइनँ खाइसकेको मैले चाहिँ अरूले खाँदैछ मैले खाइसकेँ खाँदिनँ मगाएँ म एउटा धेरै खायो भने मेरो भुँडी पट्टा फुटिजान्छ यसरी चाट्ने बानी भएको छु चाट्नु त पर्यो अब हाम्रो खेताला छुट्टी हुने बेला हो हामीले मकै गोडिसकेको आउनु पर्दैन थिएन होला ल डबल कति धेरै भात खाएको हौ एक पाडै खायो अड्क्यो हौ मलाई भातले हामीले खाजा खाइसकिसकेकन उपर टक्क टुक्टुक बसिराख्नु भएको छ अब हामीले हाम्रो खेताला सकिसकेको अनि आजको लागि भिडियो चाहिँ यति नै तपाईहरूलाई हेरेर प्रतिक्रिया दिन सक्नुहुनेछ कस्तो लाग्छ लाइक कमेन्ट सब्स्क्राइब सबै गर्नु होला अघि भनेको सुनिहाल्नु आजले यति नै भन्दै हस् त नमस्ते बाई बाई